हेलो एन्ड नमस्ते सबैजनालाई। म पनि सन्चै छु अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला हैन। हामी चाहिँ फाइनल्ली काठमाडौँ आएको लगभग 25 दिन भएछ। हाम्रो सानो एउटा कामले चाहिँ हामी रोकिरहेको थियौँ अनि आज चाहिँ बोर लागेर हामी चाहिँ काठमाडौँको धरहरा सुनधारा काठमाडौँको धरहरा भनौँ कि सुनधारा भनौँ, सुनधारा र धरहरा भनेको एउटै नै हो। त्यही ठाउँमा हामी चाहिँ दृश्य अवलोकन गर्दै हेर्दै जाँदैछौँ र अनि सबैजनाले लास्टसम्म हेरिदिनु होला। अनि नयाँ हुन्छ भने सबैजनाले सब्सक्राइब र अनि लाइक कमेन्टहरू गरिदिनु होला, सेयरहरू गरिदिनु होला। अनि म चाहिँ भिडियो लास्टसम्म देखाइदिनु त गाइस। देख्न सक्नुहुन्छ सबैजनाले हाम्रो चाहिँ ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। हामी चाहिँ धरहरा 22 फ्लोर 22 तलाभन्दा माथि नै छौँ। अनि देख्न सक्नुहुन्छ मान्छेहरू पनि धेरैभन्दा धेरै कतिजना हुनुहुन्छ होइन। अनि देख्न सक्नुहुन्छ सबैभन्दा काठमाडौँको सबैभन्दा ठुलो धरहरा नै यिनै हो, योभन्दा अरू चाहिँ छैन। अनि बाहिर देख्नुहुन्छ टुडी खेलहरू अनि बाहिर दृश्यहरू देख्न सक्नुहुन्छ। कस्तो छ कि कस्तो छ एकचोटि कमेन्टहरू गरिदिनु होला। अनि नयाँ हुनुहुन्छ भने सबैजनाले सब्सक्राइब र अनि लाइकहरू गरिदिनु होला। देख्न सक्नुहुन्छ कति ठुल्ठुला घरहरू छ। ठाउँ पनि रमाइलो र अनि सुन्दर पनि छ। हावा पनि बहुत बढी लागेको छ, हावा पनि बहुत छ। देख्न सक्नुहुन्छ केटाहरू पनि अगाडि छन्। 3 जना भएर गएको चाहिँ हामी चाहिँ होइन। देख्न सक्नुहुन्छ सबैजनाले। अनि हामी चाहिँ अब लगभग हामी माथि सबै कामसाम भ्याएर अनि घुमेर होइन। घुमिसकेपछि हामी चाहिँ तल झर्नाको सिँढीबाट सिँढीहरू त गनेरै साध्य छैन कि अब कति छ पुरै झर्नु गनेरै साध्य छैन। अनि केटाहरू अगाडि हिँड्दा छन्। हामी चाहिँ आइसक्यौँ अब 5 तलामा झरिसक्यौँ हामी चाहिँ। देख्न सक्नुहुन्छ पारी। सबैजना जानु होला, राम्रो छ यो ठाउँ चाहिँ। टिकट चाहिँ अहिले टन्नै छैन, टिकट चाहिँ 200 रुपियाँ लाग्दो रहेछ। 200 रुपियाँ तिरेर हामी चाहिँ टिकट तिरेर हामी गएको। देख्न सक्नुहुन्छ। अनि लिफ्ट सिस्टम पनि छ, अब मान्छेलाई गाह्रो हुन्छ भने लिफ्ट सिस्टम पनि छ। हामी चाहिँ जाँदाखेरि लिफ्ट सिस्टम गएको, आउँदा चाहिँ सिँढी चढाएको। हामी 4 फ्लाइटमा आयौँ। अनि यस्तो बाहिरतिर हेर्नु पऱ्यो भनेर बाहिरतिर हेर्न गएको। बाहिर त रमाइलो ठाउँ रहेछ, घाम लागिरहेको ठाउँ पनि राम्रो अनि ब्याकग्राउन्ड पनि राम्रो। केटाहरू पनि आउँदैछन् पछाडि अगाडि कोही अगाडि कोही पछाडि। प्रायः जस्तो मान्छेहरू यो सिँढी चढ्दो रहेछन्, सिँढीबाट झर्ने त्यस्तो काम गर्दो रहेछन्। लिफ्ट सिस्टम चढ्दो रहेछ। देख्न सक्नुहुन्छ बाहिर पनि रमाइलो ठाउँ छ। अनि देख्न सक्नुहुन्छ बाहिर चाहिँ यति दामी ठाउँ छ, हरियाली ठाउँ। अनि हामी चाहिँ अब यो चाहिँ लिफ्ट सिस्टम है। योमा चाहिँ जस्तै धौ हुन्छ भने हामी यो लिफ्ट सिस्टम पनि जान सकिन्छ। देख्न सक्नुहुन्छ। सबैजनाले हेरिदिनु होला लास्टसम्म, भिडियो लामो होला। देख्न सक्नुहुन्छ मान्छेहरू पनि डन्नै हुनुहुन्छ, टिकटक बनाउँदै नाच्दै रमाइलो गर्दै। अनि यिनीहरू चाहिँ लिफ्ट सिस्टम है। यिनीहरू चाहिँ लिफ्ट सिस्टममा ढोका भएको ढोकाहरू पनि छ। यता 2टा ढोकाहरू छन् लिफ्ट सिस्टममा। हामी चाहिँ अहिले 3-4 अनि हामी चाहिँ अब बाहिर देख्न सक्नुहुन्छ होइन। मान्छेहरू टन्नै हुनुहुन्छ, घरहरू पनि धेरैभन्दा धेरै हुनुहुन्छ, घरहरू पनि धेरै छ होइन। अनि यो चाहिँ पुरानो पनि छ, के भन्छ धरहरा पनि छ। 2072 सालमा भत्किएको धरहरा पनि छ। सुकाइ देख्न सक्नुहुन्छ। अनि मलाई चाहिँ धेरै गरिब भएर मैले चाहिँ ज्याकेट साथीहरूलाई दिएर अनि म चाहिँ भेस्टमा बसिरहेको छु होइन। अनि साथीहरूले टिकटक बनाउँछ, भिडियोहरू बनाउँछ। देख्न सक्नुहुन्छ। अनि मेरो पछाडि पनि त्यहाँ सानो एउटा दुला छ। त्यो दुलोमा पनि खतरा ठाउँ आउँछ क्या, भ्युजहरू पनि दामी आउँछ। त्योबाट म देख्न सक्नुहुन्छ, म त्योबाट पनि देखाउनु प्रयास गर्दैछु हामी होइन। अनि सबैजना हामी चाहिँ तल झरिसक्यौँ, अब लास्ट आइसकेछौँ। अब धेरैभन्दा धेरै चाहिँ माथि धेरै हो। अब माथि धेरै हावा लाग्ने हुरीहरू बढी छ क्या। अनि त्यही भएर भिडियो पनि राम्रोसँग बनाउन सकिँदैन। मान्छे पनि खासै यतातिर यो बाटोबाट हिँड्दैन कि, मान्छेहरू लिफ्ट सिस्टम मात्र हिँड्छ होइन। अनि पछाडि चाहिँ मेरो भाइ चाहिँ बोल्दैछ कि आए भन्दैछ। अनि रोमबहादुर चाहिँ माथि, मेरो साथी चाहिँ माथि नै छ, त्यो पनि आउँदैछ होइन। अनि नयाँ हुनुहुन्छ भने सबैजनाले सब्सक्राइब गरिदिनु होला। अनि हामी चाहिँ बाहिर झरिसक्यौँ होइन, बाहिर चाहिँ गइसक्यौँ। अनि उताबाट चाहिँ भित्र जाने ठाउँ छ, यताबाट चाहिँ बाहिर आउने ठाउँ छ। देख्न सक्नुहुन्छ पार्किङ पनि दामी छ होइन, बस्नको लागि राम्रो हरियाली ठाउँ। मान्छेहरू पनि डन्नै हुन्छ, भिडियो बनाउँदै हुनुहुन्छ, ठाउँ राम्रो छ। अनि उता पारि देखेको चाहिँ 2072 सालमा भूकम्पले भत्काएको धरहरा पुरानो। यो धरहरा चाहिँ पुरानो धेरै पहिलेको होइन। 2072 भनेको चाहिँ अहिले कति वर्ष भइसक्यो तपाईँलाई पनि थाहा हुन्छ।
अनि पारि चाहिँ हरियाली ठाउँ छ अनि मान्छेहरू पनि टन्नै हुनुहुन्छ भिडियोहरू बनाइरहनु भएको छ सायद हामी पनि जान्छौँ होला अहिले त्यहाँ हामी पनि गएर भिडियो बनाउँछौँ सबैजना लास्टमा हेरिदिनु होला ठाउँहरू पनि हरियाली राम्रो हरियाली दामी छ फुलहरू पनि फुलहरू रहेका छन् फुलहरू पनि देख्न सक्नुहुन्छ म नजिकबाट पनि देखाउने तयार छु यो चाहिँ हाम्रो अहिलेको नयाँ धरहरा होइन अहिले 2000 कति सालमा बनेको त्यो थाहा भएन अनि यसको लगभग उचाइ चाहिँ 79.5 मिटर को छ होइन अल्को छ अनि उताको चाहिँ थाहा भएन अब कतिको थाहा भएन पुरानो चाहिँ नयाँ चाहिँ अलि 22 तलाको लगभग 22 तलाको रहेछ गन्दा चाहिँ 22 तलाको रहेछ होइन देख्न सक्नुहुन्छ सबैजनाले अनि मान्छेहरू पनि टन्नै हुनुहुन्छ अनि सबैजनाले माया गरिदिनु होला सबैजनाले भिडियो हेरिदिनु होला अनि बाहिरदेखिको सबै ठाउँहरू राम्रो छ एकचोटि भिजिट गर्नु होला म लोकेसनहरू पनि बताइदिन्छु तपाईँहरूले लास्टसम्म हेरिदिनु होला सबैजनाले देख्न सक्नुहुन्छ पारि चाहिँ सुनधारा चाहिँ सुनको छ सुनधारा भन्दो रहेछ यो ठाउँलाई चाहिँ मलाई त थाहा थिएन त्यस्तो सुनधारा भन्दै अब अनि हेर्दा चाहिँ सुनको जस्तो मन्दिर रहेछ क्या मन्दिर भन्नाले पानीहरूको धाराहरू अनि देख्न सक्नुहुन्छ अनि यतापट्टि चाहिँ सिसाको अनि म चाहिँ अचम्म लाग्यो कि यसो हेर्नु लाग्यो होइन सिसा रहेछ अनि यसो गरेर हुत्ती गरेर छाम्दा चाहिँ सिसै रहेछ क्या अनि सिसाको चाहिँ एउटा पार्टी जस्तो ठाउँ रहेछ अनि त्यसमा चाहिँ हेर्दा फेरि लिफ्ट सिस्टम पनि रहेछ क्या मुनि तल झर्ने लिफ्ट सिस्टम पनि रहेछ अनि छाम्दा चाहिँ यति डह्रो कि यति डह्रो धेरै कडा सिसा चाहिँ डह्रो रहेछ अनि यसो हेर्दा चाहिँ जाने ठाउँ खोलेको जाने ठाउँ त्यस्तो बन्द रहेछ त्यस्तो राम्रो ठाउँ रहन्छ त्यतातिर चाहिँ अलिक फोहोर रहेछ देख्न सक्नुहुन्छ अनि मन्दिरहरू पनि मन्दिर भन्नाले क्या बस्नेहरू ठाउँ प्रतीक्षालय जस्तोहरू सानसाना मन्दिरहरू जस्तो रहेछ अनि फुलहरू पनि टन्नै रहेछ अनि सानो एउटा खोला रिभर अनि एउटा सानो खोला पनि रहेछ होइन साइडमा त्यो पानी सिँचाइको लागि होला सायद होइन भिडियो लामो होला सबैजनाले कृपया राम्रोसँग हेरिदिनु होला सपोर्ट गर्नु होला माया गरी देखाइदिनु होला अनि हाम्रो चाहिँ यतापट्टि चाहिँ फोटाहरू खिच्ने पार्किङ ठाउँ चाहिँ राम्रै रहेछ बबाल रहेछ देख्न सक्नुहुन्छ यो पार्किङमा पानी पनि प्रशुद्ध रूपमा रहेछ होइन भिडियो पनि बहुत बनाउने कि यतातिर चाहिँ धेरै रहेछ भिडियोहरू मान्छेहरू पनि टन्नै आउँदो रहेछ टिकट चाहिँ बहुत धेरै रहेछ क्या भनेपछि लगभग 200 रुपियाँ रहेछ टिकटको लागि चाहिँ टिकट चाहिँ बढी नै रहेछ अनि 200मा चाहिँ अब धराहरू चढ्न पाइँदो रहेछ हाम्रो 250 भन्दा माथि नै होला भनेर चाहिँ सोचिरहेको थियौँ अनि टिकट चाहिँ सस्तै रहेछ ठिकै रहेछ त्यस्तो खासै त महँगो त छैन त्यही पनि ठिकै रहेछ भनौँ हाम्रो लागि त अब महँगै भनौँ होइन त्यही नै अनि केटाहरूले अगाडि रहेछन् केटाहरूले हेर्दैछन् फोटोहरू खिच्दैछन् देख्न सक्नुहुन्छ मान्छेहरू पनि यति धेरै लगभग 2:30-3 बजिसकेको थियो यतिहरू मान्छेहरू धेरै थियो कि कति धरामा टन्नै थियो होइन र मान्छेहरू पनि टन्नै रहेछन् अनि हुनुहुन्न हेऱ्यौँ सबै ठाउँ हेऱ्यौँ अनि हेर्दै घर जाने टाइम पनि भयो मैले देखाइरहेको चाहिँ अहिले यो नयाँ धरहरा लगभग त्यहाँबाट हेर्नुपर्छ लगभग सबै ठाउँहरू देखिन्छ काठमाडौँको उपत्यकाहरू सबै अनि सबैजनाले हेर्न एकचोटि भिजिट गर्नु होला धरहरा होइन अनि कति राम्रो फुल रहेछ क्या मलाई त मन पऱ्यो अनि फुल पनि भिडियो मैले यसो देखाइदिएँ अनि त्यता अरू ठाउँ पनि छ टन्नै फुलहरू टन्नै छ म सायद देखाउँछु होला एकदिनपछि हेर्नु होला अनि यो चाहिँ हाम्रो लास्ट अब हामी चाहिँ अब रुममा जाने चाहिँ तर्फ छौँ होइन हामीले अब देख्न सक्नुहुन्छ फुलहरू पनि टन्नै छन् फुलहरू पनि ठाउँ पनि रमाइलो छ पारि चाहिँ सानो धरहरा होइन कति सानो धरहरा पनि छ बिचमा त्यति हेर्दा अनि घर जानु पऱ्यो भनेर जानु लाग्यो त अनि त्यता तराइन्छ त्यता हाइन्छ ठाउँ त्यहाँबाट हामी चाहिँ पारिहरू जानुपर्ने पारि गयौँ भाइहरूले फोटो खिच्दैछ खिचिसकेपछि हामी घर जानु चाहिँ उताबाट हुन्छ यताबाट चाहिँ टिकट काट्ने मात्रै उताबाट हुन्छ यताबाट चाहिँ जाने ठाउँ रहेछ त्यहाँबाट भिडियो बनाएर भइसकेपछि अनि हामी चाहिँ घरतर्फ लाग्यौँ गाइज अनि सबैजनाले हेरिदिनु होला हामी चाहिँ यताबाट हुन्छ सायद जाने यताबाट हुन्छ है सबैजना यताबाट आउनुलाई होइन अनि साथी चाहिँ गएर भन्दैछ घर चाहिँ त्यही होइन टिकट लगाएर उताबाट चाहिँ टिकट काट्ने यताबाट चाहिँ जस्तै अब बाहिर जाने आउट बाहिर जाने ठाउँ चाहिँ यताबाट हुन्छ नजिक होला सँगसँगै जान मिल्दो रहेछ उताबाट चाहिँ जान दिँदो रहेछ यताबाट जाने हुन्छ उताबाट चाहिँ जान मिल्दैन अनि यही नजिकै छ एउटा सुनको धारो चाहिँ सुनको धारोहरू टन्नै छ 2-3 होला सायद
ढुङ्गाहरू पनि टन्ने छ। अनि यताबाट चाहिँ यहाँ बाटो रहेछ। अनि यतापट्टि हेर्दा पानीको टङ्की जस्तो रहेछ क्या, पानीको टङ्की भन्नाले हामी चाहिँ रुममा जाने भनेर अब गाडी खोज्दै गएको, गाडी चाहिँ एउटा पनि भेटाएन क्या, यति टाढा गयो। अनि बल्ल 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 एउटा गाडी छोपेर अनि त्यसमा चाहिँ खाली रहेछ, टन्ने मान्छेहरू आइन्छ अनि खाली रहेछ। अनि चाहिँ हामी फाइनली हिँडिसक्यौँ, हामी निस्किसक्यौँ यहाँबाट। यो चाहिँ देखिरहेको चाहिँ तपाईँले टुडी खेलको यो त्यो टुडी खेलको ऊ है, तपाईँको भित्र जाने चाहिँ ठाउँ हो। टुडी खेल चाहिँ यताबाट टुडी खेल तपाईँको जाने ठाउँ हो। यता टुडी खेल पनि लाभै छ कि, कति लाभ, धेरै लाभ रहेछ। अनि यहाँ चाहिँ कामहरू सुरु भइरहेको छ। अब घोडाहरू दुबोराउने, कुकुरहरू दुबोराउने सबै काम सुरु भइरहेको छ। अनि सबैजना मान्छेहरूले पनि टन्नै हेर्नु भएको छ होइन, बेलुका चाहिँ बबाल हुँदो रहेछ कि। अनि केही मेलाहरू पनि लाग्दो रहेछ भित्रभित्र, केही अब जस्तो केही कुराहरू भन्नको लागि तिनीहरू पनि रहेछ। अनि गाडीहरू पनि लाइन लाग्यो क्या, एकै नासेर एकै नासी उस्तै कलरका गाडीहरू पनि टन्ने रहेछ। अनि बाइकहरू पनि, बाटो पनि लास्टै जामको जाम। बस चढेर भ्याइसक्नु टाइम भएको छैन, 2 मिनट भएको छैन। अनि उतापट्टि मान्छे सुतिसकेको, भाइहरू त सुतिसकेको, पुरै भुस परिसक्यो होइन, 1 मिनट चाहिँ पुरैसकेको छ बिचरा त्यसले चाहिँ। अनि हामी चाहिँ फाइनली हामी चाहिँ अहिले यता बस पार्कमा आइसक्यौँ है। अब बस पार्कमा आइसक्यौँ, धेरै पनि टाइम छैन होइन। बस पार्क आइसकेपछि अब आफू रुममा जाने चाहिँ ठाउँ हुनु पऱ्यो नि त, बाटो अब गर्नु पऱ्यो, कहाँनिर रोक्छ अब थाहै छैन होइन। अनि पारि ठाउँमा पनि अब जाली हानिसकेको छ क्या, बाटो नजिकमा अब मात्रै राखेको छ, 1-2टा मात्रै ठाउँ छ, अरू चाहिँ सबै जाली हानिसक्यो। हामी चाहिँ फाइनली जरिसक्यौँ बसबाट चाहिँ। हामी चाहिँ रुममा जाने अब तत्परमा छौँ होइन। रुममा अब जानु पऱ्यो नि त, त्यही भएर रुममा चाहिँ अब जानु लाग्यो, नास्ता खानु पऱ्यो अनि रुममा चाहिँ जानु पऱ्यो भनेर कुरा गरिरहेको थियौँ होइन। अनि फाइनल चाहिँ हामी अहिले रुममा आइसक्यौँ, हामीले आफ्नो रुममा आइसक्यौँ। रुममा आइसकेपछि अब रुम पनि देख्न सक्नुहुन्छ तपाईँहरूले। हामी चाहिँ यो सिडी चढ्यौँ होइन। अनि हामीले यो सिडी चढेर माथि निस्किसक्यौँ होइन। केटाहरू अगाडि छन्, म चाहिँ पछि छु अनि होइन। देख्न सक्नुहुन्छ हाम्रो रुमको पनि हालत देख्नु होला कस्तो छ के कस्तो छ होइन। एकचोटि हेर्नु होला, भिजिट गर्नु होला होइन। सबैजनाले माया गरिदिनु होला, यही नै हो। अब देख्न सक्नुहुन्छ बोर्डमा एकचोटि के लेखेको छ एकचोटि हेर्नु होला। अनि सबैजनाले फाइनली हामी चाहिँ अब रुममा पुग्न पनि धेरै छैन, अब 1-2 सिडी चढेपछि आइहाल्छ होइन, धेरै पनि छैन रुम चढ्नु है। देख्न सक्नुहुन्छ हामी चाहिँ फाइनली रुम आइसक्यौँ, देख्न सक्नुहुन्छ सबैजनाले। म कस्तो चाहिँ हेर्नु न, ऐनामा यति बबाल देखाएको छ कि होइन, अनि किरिमिरी देखाएको रहेछ। अनि अब यतापट्टि रुमको हालत देख्नु न।